अघिदेखि विचार गरिरहेको छु होइन। बहिनीको चाहिँ यो सर्ट त पिङ्क कलरको थियो पहिला, तर अहिले चाहिँ कलरफुल भएको रहेछ। यो चाहिँ कसरी भयो त्यो पनि थोरै भनिदिनु न आज। यो चाहिँ हाम्रो पिआरसीको लास्ट दिन चैत 9 गते चाहिँ हाम्रो यहाँ फेयरवेल प्रोग्राम भएको थियो स्कुलमा। अनि साथीहरूले चाहिँ यहाँ लेखिदिनु भएको, अब यहाँ सम्झनाको लागि भविष्यमा सम्झना रहोस् भनेर चाहिँ लेखिदिनु भएको, सरहरूले पनि लेखिदिनु भएको छ। के लेखिदिनु भएको छ खोइ थोरै अलिअलि भन्नुहोस् त। यहाँनिर चाहिँ बेस्ट अफ परीक्षामा चाहिँ A+ ल्याउनु अनि असल मान्छे हुनु भनेर सरले लेखिदिनु भएको, यो नारद सरले लेखिदिनु भएको, अनि यतातिर चाहिँ श्याम सरले लेखिदिनु भएको। अनि उतातिर साथीहरूले सबै यो ज्ञानी बन्नु भनेर सरहरूले नै लेखिदिनु भएको, यता सबै साथीहरूले। यो सर्टलाई चाहिँ अब तपाईँ के गर्नुहुन्छ त बहिनी? यो सर्ट चाहिँ म अब दराजमा हालेर सजाएर राख्छु। अनि बहिनीले चाहिँ यो मन्थली माविमा चाहिँ कति क्लासदेखि पढ्नु भएको हो नि? मैले चाहिँ यो मन्थली माविमा क्लास 4 देखि